सो आज चाहिँ हामी अब वर्क एनर्जी पावरको क्वेसन गर्न जाँदैछौँ। सो सुरुमा टपिक लेखिदिइहाल्छु म। हाम्रो टपिक चाहिँ हाम्रो के पो भन्दाखेरि रिजेक्सन। हाम्रो टपिक चाहिँ हाम्रो के पो भन्दाखेरि हाम्रो टपिक चाहिँ हाम्रो वर्क एनर्जी एन्ड पावर चाहिँ हाम्रो टपिक भयो है। सो अब वर्क एनर्जी एन्ड पावरको हामी क्वेसनहरू गर्छौँ। त्यसको लागि अब सुरुमा इमेज मैले खिचिसकेँ। सो यो चाहिँ हाम्रो इमेज भयो। अब हामी चाहिँ फर्स्टमा हामी 1 नम्बरवाला क्वेसन गर्छौँ। यसमा चाहिँ के भनेको छ भन्दाखेरि अ बडी अफ मास 5 kg इनिशियली एट रेस्ट इज सब्जेक्टेड टु अ फोर्स अफ 20 न्युटन। वाट इज द काइनेटिक एनर्जी एक्वायर्ड बाई द बडी एट द एन्ड अफ 10 सेकेन्ड भने होइन। यो त 1 नम्बरको क्वेसन हामी अब अहिले गर्दैछौँ। सो के ल हामी 1 नम्बरको क्वेसन गर्दैछौँ। यसमा चाहिँ के भने एउटा यस्तो एउटा प्लेन मानौँ कुनै पनि। त्यसमा चाहिँ एउटा बडी छ अफ 5 kg होइन, 5 kg को एउटा बडी छ र त्यसलाई चाहिँ अब हामीले फोर्स लगाउँदैछौँ 20 न्युटन फोर्स लगायो भने 20 न्युटन फोर्स लगायो भने अब के हुन्छ भन्ने कुरा आयो होइन। अब यसको काइनेटिक एनर्जी कति गेन गर्छ यसले एट द एन्ड अफ 10 सेकेन्ड भने है। 10 सेकेन्डमा कति काइनेटिक एनर्जी गेन गर्छ भने त्यसको मतलब हामीले फर्स्टमा के बुझ्नु पर्यो भन्दाखेरि यसले 10 सेकेन्डमा चाहिँ कति मुभ गर्न सक्छ त। किनकि कति मुभ गर्न सकेपछि हामीले त्यसको वर्क डन थाहा हुने भयो। र चेन्ज इन काइनेटिक एनर्जी भनेको नै हाम्रो के हो भन्दाखेरि वर्क डन हो कि वर्क एनर्जी थ्योरम अनुसार। सो लेट्स डु हेरौँ है त। अब फर्स्टमा चाहिँ हामीले सोल्युसन गरौँ। हामीले अब यो 1 नम्बरको गर्दैछौँ। अब यो चाहिँ हाम्रो एउटा प्लेन भयो मानौँ होइन, कुनै पनि एउटा नर्मल प्लेन भयो। यसमा छ हाम्रो बडी 5 kg को र यसलाई हामीले फोर्स लगायौँ 20 न्युटन। अब एट द एन्ड अफ 10 सेकेन्ड भने नि त 10 सेकेन्ड पछि कति हुन्छ काइनेटिक एनर्जी। फर्स्टमा हामीले अब वर्क एनर्जी थ्योरम बुझौँ है। वर्क एनर्जी थ्योरम भन्छ यसलाई, वर्क एनर्जी थ्योरम। अब यसले चाहिँ के भन्छ भन्दाखेरि जति पनि चेन्ज इन काइनेटिक एनर्जी छ नि, जति पनि चेन्ज इन काइनेटिक एनर्जी छ त्यही भनेको वर्क डन हो भन्छ कि। अब हेरौँ है। अब एकछिनको लागि हामीलाई चाहिएको त यो 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 फन्डामेन्टल चेन्ज इन काइनेटिक एनर्जी हो हामीलाई चाहिएको। तर वर्क डनको फर्मुलामा हाम्रो के छ त्यो हेरौँ है त। एफ इन्टु एस छ। फोर्स त हामीलाई थाहा छ अफकोर्स 20 न्युटन लगाएको हो। तर हामीलाई डिस्टेन्स त कति मुभ भयो भन्ने कुरा थाहा छैन नि त। बेसिकली भन्नुपर्दा चाहिँ हामीले हामीले अब खोज्ने भनेको कति डिस्टेन्स मुभ भयो त्यो कति डिस्टेन्स मुभ भयो भनेर थाहा पाएपछि अफकोर्स हामीले त्यसले कति वर्क डन गर्यो थाहा हुन्छ र त्यसले कति वर्क डन गर्यो थाहा भएपछि त्यसको चेन्ज इन काइनेटिक एनर्जी आफै आउँछ। त्यो हेरौँ। अब हामीलाई फाइनल भेलोसिटी थाहा छैन, हामीलाई इनिसियल भेलोसिटी हामीलाई थाहा छ त। इनिसियल भेलोसिटी हामीलाई थाहा छ 0 छ। किन एट रेस्ट इनिसियल्ली भनेको छ है। क्वेसन एकचोटि पज गरेर फेरि पढ्यो भने एट रेस्ट इनिसियल्ली भनेको छ। अब यस्तो फर्मुलामा अब जुनमा हामीलाई भी छ यु छ र अब अर्को भनेको एसोलेसन। एसोलेसन भनेको के हुन्छ त फोर्स अपन मास हुन्छ होइन। किनकि एफ इजिकल टु एमए हो, किनकि सिन्स एफ इजिकल टु एमए हो नि त। सो अब हामीलाई एसोलेसन चाहियो भने त फोर्स डिभाइडेड मास गर्न मिल्यो। अब त्यो अनुसारले हेर्ने भने एसोलेसन इजिकल टु फोर्स हामीलाई दिएको छ 20 न्युटन र मास हामीलाई दिएको छ 5 kg। त्योबाट हाम्रो एसोलेसन आयो 4 मिटर पर सेकेन्ड स्क्वायर। अब नाउ गरेर हामीले के गर्न सक्यौँ भन्दाखेरि भी स्क्वायर इजिकल टु यु स्क्वायर प्लस 2as। अब जुनमा हाम्रो इनिसियल भेलोसिटी 0 छ। अब त्यसैले अब फाइनल भेलोसिटी हामीलाई अब फाइनल भेलोसिटी पनि थाहा छैन, डिस्टेन्स पनि थाहा छैन। सो मेबी यो युज गर्नुभन्दा नि मलाई चाहिँ कुन युज गर्नु बेटर हुन्छ जस्तो लाग्यो भन्दाखेरि हाम्रो टाइम दिएको छ नि त आफ्टर 10 सेकेन्ड। सो हल्का मिस्टेक भयो यो युज गर्नुभन्दा नि होइन। यसरी चेक गर्न पनि सकिन्छ। एस इजिकल टु युटी प्लस हाफ एटी स्क्वायर यो युज गर्दा चाहिँ बेटर हुन्छ जस्तो लाग्यो मलाई। त्यसकारण अब यो 0 भयो अनि इजिकल टु अब हाफ गर्दाखेरि चाहिँ के भन्दाखेरि हाफ भयो। अब एसोलेसन हामीले कति निकालेका छौँ माथि 4 निकालेका छौँ। सो 4 अनि अब इन्टु टी हामीले कति निकालेका छौँ भन्दाखेरि टी त हामीलाई बुकमै दिएको छ 10 स्क्वायर छ है बेसिकली 10 छ। सो यो 2 काटिदिउँ। 2 इन्टु अब 10 को स्क्वायर हाम्रो 100 हुने भयो भनेको एन्सर 200 भयो होइन। 200 मिटर भयो एन्सर भन्दा नि यो डिस्टेन्स चाहिँ 200 मिटर भयो। सो बेसिकली डिस्टेन्स 200 मिटर भयो। तर अब हामीलाई नाउ के चाहिएको छ चेन्ज इन काइनेटिक एनर्जी इज इक्वल टु वर्क डन हामीले गरेको हो नि त अघि न यसमा। सो फेरि त्यसमै हालिदिउँ हामी। चेन्ज इन काइनेटिक एनर्जी इज इक्वल टु वर्क डन हालौँ र वर्क डन भनेको एफ इन्टु एस अघि नै हामीले फेरि निकालिसकेका थियौँ। र एफ इन्टु एसमा फेरि सेम कुरा हामी फेरि गरौँ। 200 इन्टु अब सरी एफ त 20 हो है सायद।
तर F20 हो, मैले S को अगाडि भ्यालु हाल्दैछु है। र F हाम्रो 20 न्युटन हो भनेपछि 2 2 जा 4 भयो र 4000 जुल चाहिँ हाम्रो एनर्जी हो। यसलाई हामीले 4 किलो जुल पनि लेख्न सक्यौँ। त यो चाहिँ हाम्रो 1 नम्बरको एन्सर भयो र प्रोसेस पनि भयो है। त एन्सर चाहिँ हाम्रो 4000 जुल आइसकेको छ। अब त्यसरी नै हामीले सेकेन्ड क्वेसन पनि गर्न सक्छौँ, तर म सुरुमा चाहिँ फर्स्ट क्वेसन गरेछु। मतलब अब मैले भन्न खोजेको अब यो फेरि यो एकचोटि कपी गरेर पेस्ट गर्नुपर्छ है। कसरी गर्छ यो अब फेरि यसरी भन्दा नि अब फेरि हामी त्यही पिक्चर फेरि अपलोड गर्छौँ नि त। यो अलिकति गर्नै आएन मलाई। सो ओके ल, अब हामीले 1 नम्बर क्वेसन गरेपछि हामी अब फेरि 2 नम्बरतिर लाग्छौँ। फेरि आइसकेको छ। अब यसलाई के गर्न मिल्छ हेरौँ है। कपी गरेर राखौँ, पछि पेस्ट गर्न सजिलो हुन्छ। अनि अब यसलाई हल्का मुभ नि गर्न मिल्दो रहेछ र ठिक छ। सेकेन्ड क्वेसनमा चाहिँ हाम्रो के छ हेरौँ है। सेकेन्ड क्वेसनमा चाहिँ हाम्रो के छ भन्दाखेरि a body of mass 1 kg initially at rest is moved by a horizontal force of 0.5 Newton on a smooth frictionless table. Calculate the work done by the force in 10 seconds and so that this is equal to the change in kinetic energy of the body. यसमा चाहिँ के भनेको छ भन्दाखेरि अब एउटा बडी थियो, हामी सेकेन्ड नम्बर गर्न जाँदैछौँ। अब बडी अफ मास 1 kg इनिसियली एट रेस्ट भने एउटा बडी थियो, यसरी एउटा प्लेनमा राखौँ र त्यसको मास सुरुमा कति छ। बडी अफ मास 1 kg इनिसियली एट रेस्ट इज मुभ बाई हर्जेन्टल फोर्स अफ 0.5 न्युटन भनेको छ होइन। 0.5 न्युटनको हर्जेन्टल फोर्सले चाहिँ त्यसलाई मुभ गरायो अन स्मुथ फ्रिक्सनलेस टेबल। ओके ल भइहाल्यो। क्यालकुलेट द वर्क डन बाई द फोर्स इन 10 सेकेन्ड। 10 सेकेन्ड पछि चाहिँ कति वर्क डन गर्छ त। 10 सेकेन्ड पछि कति वर्क डन गर्छ, सेम कुरा हो। 10 सेकेन्ड पछि वर्क डन गर्ने भनेकै फोर्स इन्टु डिस्प्लेसमेन्ट हो। र डिस्प्लेसमेन्टको लागि हामीले फेरि एस इजिकल टु युटी प्लस हाफ एटी स्क्वायर वाला फर्मुला लगाउनु पर्यो होइन। अनि सो द्याट दिस इज इक्वल टु द चेन्ज इन काइनेटिक एनर्जी अफ द बडी भनेको छ। त्यसमा चाहिँ फेरि भी निकालेर र यु निकालेर त्यसरी गर्न नि मिल्छ। सो हामी गर्छौँ है यो क्वेसन चाहिँ। ओके सरी, ओके क्वेसन चाहिँ अलिकति अगाडि नै अथवा लेखेर अथवा स्क्रिनसट गरेर राख्नु होइन, किनकि फेरि लेख्न चाहिँ हुन्छ। म फिगर चाहिँ त्यो अनुसार बनाउँछु नि त। यस्तो छ फिगर होइन 2 नम्बरको सोलुसन। फिगर चाहिँ हाम्रो यस्तो छ 1 kg। क्वेसन सेम हो, अलमोस्ट गर्ने आइडिया नै सेम हो। 0.5 न्युटनले हामीले पुस गर्यो, 10 सेकेन्डै छैन टाइम पनि। पछि हाम्रो यसको अब लाइक वर्क डन कति हुन्छ सुरुमा त त्यही निकाल्नु पर्यो होइन। सो द्याट दिस इज इक्वल टु द चेन्ज इन काइनेटिक एनर्जी अनि क्यालकुलेट द वर्क डन कति हो सुरुमा त्यो निकाल्नु पर्यो। अब यसमा चाहिँ हामीले वर्क डन कति हो त्यो निकाल्नु पर्यो। अब अब मतलब अब वर्क डन भनेको के हो त बेसिकल्ली। वर्क डन भनेको त हाम्रो फोर्स इन्टु डिस्प्लेसमेन्ट हो होइन। फोर्स इन्टु पर्पेन्डिकुलर डिस्प्लेसमेन्ट भने नि भयो होइन। एफएस कस थीटा भने नि भयो, जे भने नि भयो। त्यसपछि अब हाम्रो भयो अब फोर्स त हामीलाई थाहा नै छ 0.5 इन्टु एस। अब एस अब मेरो 5 र एस चाहिँ उस्तै छ होइन। सो एस चाहिँ कति हो हामीलाई थाहा छैन। सो यसको लागि हामीले के गर्नु पर्यो, फेरि सेम फर्मुला जुनमा चाहिँ अब यसमा नि इनिसियली एट रेस्ट त हो नि होइन। इनिसियली एट रेस्ट भन्ने कुरा यहाँ लेखेको छ है। ल अब चाहिँ हामीले हेरौँ, इनिसियली एट रेस्ट भनेपछि यु 0 भयो, बी हामीलाई थाहा छैन र एसलेरेसन भनेको फोर्स बाई मास हुन्छ जहिले नि। यहाँ चाहिँ हामीलाई फोर्स 0.5 न्युटन दिएको छ र मास 1 kg दिएको छ। 0.5 1 जा 1/2 जा बेसिकली मैले धेरै दिमाग लगाएँ। तल 1 भएपछि 0.5 नै त हुन्छ मिटर पर सेकेन्ड स्क्वायर होइन। सो अब हामी फेरि लामै त एस इज इक्वल टु युटी प्लस हाफ एटी स्क्वायर। योबाट गऱ्यो भने इनिसियल यो 0 भइहाल्यो। अब हाफ एटी स्क्वायरबाट गऱ्यो भने हाफ। अब एसोलेसन हाम्रो 0.5 नै छ, टाइम हाम्रो 10 सेकेन्ड दिएको छ र यसको स्क्वायर गरिदिउँ भनेपछि 1/2 इन्टु हाफ भनेको नि 1/2 नै हो र 10 को स्क्वायर भनेको 100 हो। सो यो भनेको 100/4 भयो र यो भनेको 25 जुल भयो। सरी 25 जुल होइन, यो भनेको चाहिँ हाम्रो जुल भनेको छु। यो हाम्रो डिस्टेन्स निकालेर हो। सो यो चाहिँ हाम्रो 25 मिटर भयो र यो यदि 25 भनेको एस 25 मिटर हो र हामीलाई त वर्क डन निकाल्नु थियो। सो त्यो अनुसार त हाम्रो वर्क डन भनेको एफ इन्टु एस हो र फोर्स हामीलाई दिएको थियो कति न्युटन दिएको थियो
भन्दाखेरि 0.5 न्युटन दिएको थियो इन्टु 25 गर्दाखेरि 25 को आधी चाहिँ हाम्रो 12.5 हुन्छ, त्यही नै हाम्रो जुल भयो। तर वर्क डन इज इक्वल टु चेन्ज इन काइनेटिक एनर्जी त हामी भन्छौँ, तर त्यो कुन हिसाबले आयो त भनेर यहाँ चाहिँ प्रुफ पनि गर्नुपर्छ कि त्यही कुरालाई। सो त्यो कुराले हामीले प्रुफ पनि गर्नु पर्यो। अब यसमा भी निकालौँ न त हैन, भी स्क्वायर इज इक्वल टु यु स्क्वायर प्लस 2as। यहाँसम्म चाहिँ लाइक एउटा पार्ट सिधै फर्स्ट पार्ट चाहिँ यति मात्रै हो र सेकेन्ड पार्ट पनि छ नि त त्यो क्वेसनमा। अब इनिसियल भेलोसिटी 0 मानौँ, फाइनल भेलोसिटी हामीलाई थाहा छैन, 2 इन्टु एसोलेसन हाम्रो कति आएको थियो 0.5 आएको थियो र एस डिस्टेन्स हाम्रो 25 आयो हैन। सो यो हेर्दाखेरि चाहिँ 2 इन्टु 0.5 फेरि 1 हुने भयो, यतिको त 1 हुने भयो र 25 को भी स्क्वायर इज इक्वल टु 25। सो भी इज इक्वल टु 5 मिटर पर सेकेन्ड आयो नि त हाम्रो। सो अब चेन्ज इन काइनेटिक एनर्जी निकालौँ है त, सरी चेन्ज इन काइनेटिक एनर्जी। चेन्ज इन काइनेटिक एनर्जी भनेको के हुने भयो, हाफ एम भी स्क्वायर माइनस यु स्क्वायर हुने भयो हैन। हाफ एम भी स्क्वायर भनेको फाइनल भेलोसिटी, मतलब सरी यसरी बुझौँ न, काइनेटिक एनर्जी फाइनल माइनस काइनेटिक एनर्जी इनिसियल हैन, त्यो भनेको हाफ एम भी स्क्वायर माइनस हाफ एम इनिसियलको यु स्क्वायर। अब इज इक्वल टु हाफ एम दुईटैमा कमन छ, निकाल्नु पर्ने भी स्क्वायर माइनस यु स्क्वायर हो नि त। सो यो हेर्दै गयो भने हाफ मास कति छ हाम्रो, मास कति छ, मास यस्तो क्वेसन चाहिँ आफूले गर्दै गऱ्यो भने प्र्याक्टिस हुन्छ। सेकेन्ड क्वेसन हैन, मास हाम्रो 1 छ है, 1 छ। भी स्क्वायर त हाम्रो अघि नै भी निकाल्यौँ, बट भी स्क्वायर नै 25 त हो, यो यहाँ हेऱ्यो भने भी स्क्वायरको भ्यालु 25 हो है, 25 भयो माइनस यु स्क्वायर त 0 भयो। सो यो गर्दाखेरि नि 1/2 इन्टु 25 आयो, त्यो भनेको 12.5 जुल चेन्ज इन काइनेटिक एनर्जी हैन। सो ओके, अब योबाट चाहिँ हामीले के प्रुफ भयो भन्दाखेरि वर्क डन चाहिँ इक्वल्स टु चेन्ज इन काइनेटिक एनर्जी। अब यसमा चाहिँ हामीले डाइरेक्ट लेख्न मिल्दैन कि, अघि हाम्रो वर्क डन 12.5 जुल आयो, अब त्यसको मतलब चेन्ज इन काइनेटिक एनर्जी पनि त 12.5 जुल नै हुन्छ, किनकि दे आर इक्वल भन्न मिलेन। अब यहाँ हामीले देखाउनै छ कि दे आर इक्वल भनेरै देखाउनु छ नि त हामीलाई। सो त्यो चाहिँ हामीले गर्न मिलेन, किनकि हामीलाई देखाउनु पर्ने कुरै त्यही छ जस्तो लाग्यो मलाई हैन। क्वेसन एकचोटि फेरि पढौँ, यहाँ हेर्दाखेरि के सरी के भने अब बडी अफ मास क्यालकुलेट द वर्क डन बाई द फोर्स इन 10 सेकेन्ड। वर्क डन त हामीले निकाल्यो, एन्ड सो द्याट दिस इज इक्वल टु द चेन्ज इन काइनेटिक एनर्जी भने त्यसलाई सो गर्नु पर्यो कि 12.5 जुल हैन। अब त्यसलाई चाहिँ हामीले सो गर्नु पर्यो नि त, यो इक्वल छ भनेर, नभए कसरी थाहा हुन्छ त इक्वल छ भनेर हैन। त्यो डाइरेक्ट इक्वल छ भनेपछि त जस्ट मतलब डाइरेक्ट इक्वल छ भनेर इक्वल गरिदिएपछि त त्यो अफकोर्स अगाडि प्रुफ भएर आयो नि त, हामीले सो नै गर्नु पर्यो नि त्यो त, त्यसकारण त्यो चाहिँ हामीले सो पनि गर्नुपर्छ है। यसरी हामीले 1 र 2 गऱ्यौँ। सो यो चाहिँ अब 1 र 2 मा चाहिँ हामीले गऱ्यौँ। अब अझै चाहिन्छ भने चाहिँ म जुन चाहिँ अब अरू पनि गरिदिन सक्छु। जस्तै 3 मा के भनेको छ, फाइन्ड द वर्क डन इफ द वेट अफ 25 केजी। ल ओके, 3 वाला क्वेसन पनि हामी गर्छौँ, तर अहिले गर्दैनौँ किनकि भिडियो 30 मिनटको भइसक्यो। सो यदि अरू पनि क्वेसनहरू चाहिन्छ भने चाहिँ हामी अझै यसरी नै फिजिक्सको प्र्याक्टिस गर्छौँ। यो चाहिँ पार्ट 1 भयो है, पार्ट 1 नै लेखिदिन्छु म। वर्क एनर्जी पार्ट 1।